नमस्कार सबैजना साथीहरूलाई। आज चाहिँ म क्योटोको आरसियामा ठाउँ घुम्न आएको छु। आज चाहिँ यहाँ भएका खोला अनि पहाड अनि यहाँको बम्बु फरेस्ट, यहाँको गाउँ अवलोकन गर्ने मेरो प्लानिङ छ। अहिले म यहाँको खोलानिर छु अनि यहाँ अवलोकन गरेर यहाँभन्दा अगाडि रहेको बम्बु फरेस्ट जाने प्लानिङ छ। यो चाहिँ यहाँको नदी हो। यसलाई चाहिँ राम्रोसँग संरचना गरिएको छ। अब चाहिँ म बम्बु फरेस्टतिर लाग्छु। यो चाहिँ यहाँको बम्बु फरेस्ट हो। बम्बु फरेस्ट घुमिसकेपछि म यहाँको गाउँ अवलोकन गर्नतिर लाग्छु। यो चाहिँ यहाँको गाउँतिरको दृश्य हो। यो चाहिँ खोला खाचुरा खोलाको पुल हो भने त्यही पुलमा देखिने प्रतिबिम्ब धेरै नै सुन्दर रहेको छ। यतातिर चाहिँ कोपिला फुल्दैछ भने कतैतिर सल्ला पनि रहेको छ। यति भन्दै म आजको यो भिडियो यही अन्त्य गर्दछु। हस्त, धन्यवाद, नमस्कार।